Hello guys, welcome to my another vlog. र आज चाहिँ म उल्सानको पार्क घुम्न आएको छु। यहाँ चाहिँ कमलको फुल रहेको छ। कमल कुनै फुलिरहेको छ। आज चाहिँ आइतबार भएको भएर प्राय फोरेनहरू पनि सबै यता रहेछ। भिडभाडै छ जस आज यता। यहाँ चाहिँ यस्तो सानो सानो पोखरी पनि रहेछ। कमल फुल पनि रहेछ त्यहाँ। र हामी चाहिँ अहिले फुलबारी भएको ठाउँतिर जान गइरहेका छौँ। चाहिँ कता के गर्ने होइन जानकारी रहेको छ। यो जानकारी अनुसार हामी जान्छौँ। रोज गार्डन चाहिँ अझै लगभग 1 किलोमिटर रहेछ यहाँबाट यहाँ जानलाई। हामी त्यतै जाँदैछौँ। अब यहाँ पनि नेपालको जस्तै कुकुर्नी चरा हुँदो रहेछ। म मोबाइलमा आएको क्या छैन, तर मैले चाहिँ सुनिरहेको छु कुकु कुकु। 1 किलोमिटर हिँड्न परिन्थ्यो। कति हिँड्ने थाहै भएन। हिँड्दैछु अझै। हिँड्दै जाऊँ। कति टाइम लाग्छ। पानीको धारो। यो चाहिँ एकदम प्योर शुद्ध पानी नै हो। पार्कमा भए पनि त्यस्तो फोहोर केही हुँदैन। पार्कको जानकारी। र अहिले चाहिँ हामी यो रोज गार्डन जान गइरहेका छौँ। र अहिले चाहिँ हामी यतापट्टि छौँ। यसमा चाहिँ आज चाहिँ होलिडे। बच्चाहरू चाहिँ एकदम रमाइरहेका छन्। छुट्टीको दिन। यहाँ चाहिँ फुलको बगैँचा रहेछ सानो। थरीका फुलहरू। प्राय फुलहरू यस्तो डेकोरेट गरेर राखेको छ। यहाँ कोरियनहरू घरबाट फास्ट फुड लिएर आउने, ड्राई फुड यहाँ बसेर खाने पनि गर्दछन्। यो फुलको मनोरम दृश्य हेर्दै खाना उनीहरूलाई रमाइलो लाग्ने भएर। यो बसन्त ऋतु भएको कारणले पनि जताततै हरियालीहरू र फुलहरू देख्न सकिन्छ। यहाँ चाहिँ फोटो जोन रहेछ। फोटो खिच्नलाई अझै एक्लै आइयो। फोटो खिचिदिने मान्छे चाहिँ छैनन्। अब घुम्दै बस्दै गर्ने हो। यहाँ चाहिँ अझ राम्रो मनमोहक फुलहरू रहेछ। यहाँ त नेपालमा पाउने यो तिहारे फुल पनि रहेछ त। तिहारतिर माला लगाउने फुल सयपत्री। अझ भन्नुपर्दा सयपत्री फुल रहेछ। आज चाहिँ हामी धेरै पछि प्रकाश भाइसँग भेट भएको छ। र अरू साथीहरू उता हुनुहुन्छ। पार्क छाङनिकोट छौँ। र यहाँको चाहिँ दृश्य यस्तो छ। हामी गुलाबको फुलको भण्डारणमा आएका छौँ।
हजुरहरूलाई कुन कलरको गुलाबको फुल मनपर्छ कमेन्ट गर्नु होला। यहाँ चाहिँ विभिन्न प्रकारका गुलाबका फुलहरू रहेका छन्। त्यसै गरी यहाँ फोटो खिचाउने भिडियो गराउने मान्छेहरूको पनि उत्तिकै भिडभाड रहेको छ। यहाँको विशेषता भनेको यिनीहरू गुलाब नै हुन् र यो पुरै गुलाबको बारी। यहाँ चाहिँ विभिन्न प्रकारका गुलाबका फुलहरू रहेका छन्। सकेसम्म जताततै घुम्ने कोसिस गर्दछौँ हामी। आज बिदाको दिन भएर नि एकदम भिडभाड रहेको छ। फुलहरूको डिजाइन बनाएर राखेको छ। कलर पनि फरक हुन्छ। अझ पुरै फक्रिने बेला अझै हुँदै रहेछ। सबै कोपिलाहरू सानो कोपिलाहरू यो फुलको यो आइटम अनुसार पनि हुँदो रहेछ के। यताको चाहिँ पुरै फुले कोही चाहिँ फुल्ने क्रममा ल कता गयो त केटाहरू यता रहेछन्। ल यहाँ चाहिँ हाम्रो केटाहरूको चाहिँ फोटो सेसन। यो मान्छे चाहिँ इन्द्रेडीको क्यामेराम्यान तर सबभन्दा अल्छी यो ग्रुपकै। पहिल्यै थचक्क बस्यो क्यामेरा फोटो खिच भन्ने बेला। यस्तो प्रकारको गुलाब ओके। यस्तो पनि रहेछ गुलाबको फुलहरू। हाम्रोतिर त रातो र सेतो मात्रै हुन्थ्यो। यहाँ त गुलाबको टनेल र अहिले चाहिँ फुल नरहेछ यसमा। राति चाहिँ यहाँ बत्तीको पनि व्यवस्था रहेको छ। झन् अल्को भएर नेपालतिर पाउने यस्तै गुलाब हो कि यस्तो रातोवाला। यो त साइज हुन्छ तर यहाँ चाहिँ यो चाहिँ हाइब्रिड हो पुरै। यहाँ चाहिँ विभिन्न प्रकारका रहेछन्। फुलको बगैँचामा मेरी माया भन्ने गीत हो के रे। अब एक्लै आइसी कता केटाहरूलाई के हतार भयो होला। कुदे त सेतो गुलाब यस्तो पनि पाइन्छ नेपालमा। यहाँ चाहिँ फुलहरूको आर्ट स्टेप बनाएर यो चाहिँ फुलको भण्डार। यो गुलाब फुलको महोत्सव भन्दा पनि हुन्छ। गुलाब फुलको पार्क। सायद यहाँ विश्वमा पाइने हरेक प्रकारका गुलाबका फुलहरू रहेका छन्। ल आजको हाम्रो पल्टन केटाहरू कोही कहाँ ल
यही बाँदरहरू पनि हुनुभयो रहेछ। ल यहाँ चाहिँ हिप्पो रहेछ होइन, हिप्पोमा चढेर फोटो खिचिरहेछन् बच्चाहरू। त्यसै बाघ रहेछ। बाँदरहरू लजाएको बाँदरहरू रहेछ। ल बिचमा बसेर फोटो खिच्ने बाँदरहरू। ल हाँस पनि जूमा राखेर रहेछन् यहाँ होइन, राजा हाँस। त्यो झर्ना चाहिँ बरु राम्रो लाग्यो मलाई, यो हाँसहरू भन्दा नि। बिचरा उड्न सक्दैनन्, यस्तो राखेछन्। यो त कति ढुक्क चिल पारामा बसिरहेछ यो त। भइरहेछ। झर्ना चाहिँ बवाल हो कि। गिद्ध, जटायु गिद्ध। हाम्रो त रेस्टुरेन्टै छ क्या, गिद्ध रेस्टुरेन्ट। अब यहाँ चाहिँ फेरि बसेको छ। यो लुइँचे होइन, त्यो हो यो लुइँचे हो कि लुइँचे, लुइँचे पनि रहेछ। उहाँ सेतो मजुर, वाउ छ त। ऊ त त्यसको बवाल रहेछ प्वास चाहिँ। ऊ यो चाहिँ झन् बवाल रहेछ ल। कस्तो मिलाएर बसेको त्यो प्वास पनि त्यसले। ओके सर्लक देखेँ क्या सेतो मजुर मैले। कस्तो हुँदो रहेछ सेतो मजुर। आएन। पखेटा फिचा भन्यो भने भोटहरूले मान्छे पनि त्यसले बुझ्न परेन, त्यसले बुझ्दैन त त्यसले। त्यसलाई बाँदर चाहियो अरे फेरि। पखेटा फिजाउनु यसले के पालेको तिमीले। यहाँ चाहिँ सुगाहरू रहेछ, सुगाहरू। यिनीहरूको यहाँ हुन्न के अरे, अब विदेशबाट इम्पोर्ट गरेर त्यस्तो राखेको। ल सुगा आएर पनि गयो रहेछ यहाँ। ल कस्तो राम्रो घर बनाइदियो। खासै जन्मिए बस्ने हो नि त यिनीहरू। त्यस्तै हाम्रोसँग त मिल्दो रहेछ चराहरू। खुट्टीले लिएको। ल यहाँ चाहिँ चरा। क्युट रहेछ पट्टु। टाँसेको कि बसेको गर्छ त यार। होइन चित्र मात्रै बाघ हो कि बाघै छ हेरौँ अब होइन। बोला बोला हात्ती निक्ला चिटीवाला हुने हो कि होइन। बाघ बच्चा र माउ देखा होइन, हरायो नै रहेछ यहाँ पनि होइन। यता जाम, यता के छ स्याल। स्याल धरि रहेछ यहाँ रहेछ नि। यता के छ बाघ भन्थ्यो, स्याल नि देखायो त। ल त्यहाँ रहेछ अर्को स्याल। ल अल्छी स्याल रहेछ यो एउटा। कछुवा पनि रहेछ क्या यहाँ होइन। यो सुक्खामा बस्नेवाला होला नि त, सुक्खामा बस्नेवाला हो कि यिनीहरू। न्याउरी मुसो रहेछ। न्याउरी मुसोलाई कस्तो खतरा बनाइदिएछ नि त। यो डाँडा काँडा सब घुम्ने बनाइदिएछ न्याउरी मुसोलाई रहेछ यहाँ। ल के खाइरहेको यसले, के भेट्टाएछ।
एउटा उहाँ माथि नि रहेछ ऊ खतरा बनाएर यसको ठाउँ होइन प्रकाश भाइ घरि त दुर्नुहरू घरको जस्तै बनाइरहेछ क्या यसलाई अब होइन अहिले त झारल घोरल हो क्या घोरल जस्तै छ त कहाँ च्याङ्रो यस्तो हुन्छ यार च्याङ्रो होइन कि यो झारल घोरल के हो यार झारल घोरल हो कि हेर त यसलाई गर्मी यो ठाउँ स्विट नभएर यस्तो मर्न लास्तो हो क्या यार होइन गर्मी भयो नि त्यसलाई अब भइदियो यार गदा पनि जुमा अब भयो हुँदा हुँदा यहाँ चाहिँ भेडा बाख्रा पनि राखेका रहेछन् चिल पारामा चलाउँदै बस्दै गरेछन् होइन एउटा यहाँ चाहिँ लामा भन्ने चाहिँ रहेछ यहाँ मिल्छ बवाल आउँछ यहाँ ल यहाँ चाहिँ बवाल झर्ना रहेछ होइन ल केटाहरूको यो झर्ना सहित फोटो सेसन सुरु भएको छ होइन हाम्रो देशमा हाम्रो उसमा चाहिँ नेचुरल खतरा खतरा झर्ना छ कि यिनीहरूको अब आर्टिफिसियल यस्तो झर्ना बनाएर होइन अपट्टि पुरै बगैँचा बगैँचाको छेउमा झर्ना बनाएका छन् यहाँको चाहिँ सुकेछ दुईटा मात्रै रहेछ ल